नमस्कार। आज म कक्षा 6 देखि 8 सम्म अध्ययन गर्ने भाइ बहिनीहरूका लागि वैज्ञानिक सिकाइ सम्बन्धी छोटो तर महत्त्वपूर्ण जानकारी लिएर आएको छु। ध्यान दिएर सुन्नु है त। सबैभन्दा पहिले वैज्ञानिक सिकाइ भनेको के हो? वैज्ञानिक सिकाइ भनेको कुनै पनि कुरा बुझ्नका लागि अवलोकन गर्ने, प्रश्न गर्ने, परीक्षण गर्ने र प्रमाणका आधारमा निष्कर्ष निकाल्ने प्रक्रिया हो। यसले हामीलाई केवल किताबको ज्ञान मात्र होइन, व्यावहारिक रूपमा पनि सोच्न र बुझ्न सिकाउँछ। अब वैज्ञानिक सिकाइका मुख्य चरणहरू के हुन् त? पहिलो, अवलोकन, अब्जर्भेसन, वरिपरि भएका कुरालाई ध्यान दिएर हेर्ने। दोस्रो, प्रश्न, क्वेशन, किन यस्तो भयो भनेर जिज्ञासा राख्ने। तेस्रो, परिकल्पना, हाइपोथेसिस, सम्भावित उत्तर सोच्ने। चौथो, परीक्षण, एक्सपेरिमेन्ट, प्रयोग गरेर जाँच गर्ने। पाँचौं, निष्कर्ष, कन्क्लुजन, प्राप्त नतिजाका आधारमा निर्णय गर्ने। अब एउटा सानो उदाहरण हेरौँ। यदि तपाईले बिरुवालाई पानी दिनु भएन भने के हुन्छ? तपाईले अवलोकन गर्नुभयो, बिरुवा सुक्न थाल्छ। त्यसपछि प्रश्न उठ्यो, किन सुक्यो? तपाईले परिकल्पना गर्नुभयो, पानी नपाउँदा सुक्छ। त्यसपछि परीक्षण गर्नुभयो, एउटा बिरुवालाई पानी दिनुभयो र अर्कोलाई दिनु भएन। अन्त्यमा निष्कर्ष निकाल्नुभयो, पानी बिरुवाका लागि आवश्यक रहेछ। अब वैज्ञानिक सिकाइको महत्त्व के हो त? यसले हामीलाई सही निर्णय गर्न मद्दत गर्छ, हामीलाई अन्धविश्वासबाट टाढा राख्छ, हामीलाई समस्या समाधान गर्ने क्षमता दिन्छ र भविष्यमा राम्रो वैज्ञानिक, डाक्टर, इन्जिनियर बन्ने आधार तयार गर्छ। त्यसैले प्यारा भाइ बहिनीहरू, सधैँ जिज्ञासु बन्नुहोस्, प्रश्न सोध्नुहोस् र नयाँ कुरा सिकिरहनुहोस्। यही हो वैज्ञानिक सोचको सुरुवात। आजको लागि यति नै। धन्यवाद।